फुटबल क्लब भर्सेस बराहा 1 भने दोस्रो खेल रहेको छ कोका फुटबल क्लब भर्सेस बाङ्गे गाइज फुटबल क्लब र पहिलो खेल दिउँसोको 3 बजे हुन्छ भने दोस्रो खेल दिउँसोको 4 बजे हुन्छ भन्ने जानकारी गराउन चाहन्छु। र आजको हाम्रो यस दोस्रो खसी खप 2082 मा दोस्रो खेल बराहा 11 फुटबल क्लब भर्सेस चतराबी फुटबल क्लब बीच भएको थियो र आजको हाम्रो दोस्रो खेलमा चतराबी फुटबल क्लबले 4 गोल गरी जित हासिल गर्नु भएको छ। उहाँहरूलाई धेरै धेरै बधाई र अर्को गेमको लागि बहु कार्यक्रम प्रस्तोता साइमन राईको तर्फबाट साथै आयोजक कम्युनिटीको तर्फबाट शुभकामना ज्ञापन गर्न चाहन्छु। र फेरि पनि भोलिको पहिलो खेल रहेको छ बिचमानी फुटबल क्लब भर्सेस बराहा 1 भने दोस्रो खेल रहेको छ कोका फुटबल क्लब भर्सेस बाङ्गे गाइज फुटबल क्लब र पहिलो खेल दिउँसोको 3 बजे हुन्छ भने दोस्रो खेल दिउँसोको 4 बजे हुन्छ भने जानकारी गराउन चाहन्छु। र सम्पूर्ण महानुभावहरूलाई भोलिको खेलको लागि राधाकृष्ण मन्दिर स्थित अगाडिको मैदानमै आएर यस खेलको शोभा बढाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।